हरेक दिन मोटिभेट हुनु र त्यसलाई टिकाइराख्नु गाह्रो लाग्छ नि? चिन्ता नलिनुहोस्, मैले तपाईँको लागि यो भिडियोमा मोटिभेसनका सबै भ्रमहरू हटाउने छु र बुझाउने छु कि असली मोटिभेसन भनेको के हो अनि त्यसलाई कसरी सही तरिकाले प्रयोग गर्न सकिन्छ। अब सिधा पोइन्टमा जाउँ। हेर्नुस्, मोटिभेसन त्यति सजिलो कुरा भने होइन जति तपाईँले सोच्नुहुन्छ। यो कुनै रस गरेर आउने कुरा पक्कै पनि होइन जुन तपाईँ मोटिभेसनल भिडियो हेरेपछि आउँछ कि अब जे गरे पनि हुन्छ। न त यो कुनै एक्साइटमेन्ट हो जुन कुनै मनपर्ने काम गर्नु अघि आउँछ। असल मोटिभेसनका 4 फरक एलिमेन्टहरू हुन्छन् र अन्तिम एलिमेन्ट अलिकति सरप्राइजिङ छ। म टाइम तान्नलाई भनिरहेको होइन, साँच्चीकै सरप्राइजिङ छ र यी 4वटा कुराहरूमा आपसमा कनेक्टेड छन्, त्यसैले ध्यान दिएर सबै सुन्नुहोस्। पहिलो एलिमेन्ट कम्पिटेन्स। यसको मतलब तपाईँ आफूले चाहेको कुनै कुरा पूरा गर्न सक्षम हुनुहुन्छ भन्ने विश्वास हुनु हो। बिना विश्वास मोटिभेसन आउँदैन। कल्पना गर्नुहोस्, अगाडि ठुलो वाल छ र तपाईँलाई कसैले भन्छ यसमा चढ कुनै उपकरण बिना। इम्पोसिबल लाग्छ है, किनभने साँच्चीकै इम्पोसिबल छ र जब बाटो नै देखिन्न तब मोटिभेसन आउँदैन। यही कारण हो धेरै मानिसहरू विशेष गरी आर्थिक रूपमा कमजोर हुन्छन्, कुनै खराब जागिरमा अड्किएका हुन्छन् किनकि उनीहरूलाई अन्य कुनै बाटो देखिँदैन। दोस्रो एलिमेन्ट कन्ट्रोल। हामी सानो छँदा आमाले भन्नुहुन्थ्यो कोठा सफा गर। तपाईँ गर्नुहुन्थ्यो होला तर मोटिभेसनलले होइन, आदेश थियो त्यसैले गर्नुभयो। जब तपाईँको काम र त्यसको रिजल्ट तपाईँको हातमा हुँदैन तब मोटिभेसन हराउँछ। फर इक्जाम्पल, कर्पोरेट कम्पनीहरूलाई हेर्नुहोस्, अफिस वर्कहरूमा किन टाइम वेस्ट गर्छन्? किनभने मिडियोकर काम गरे कसैले नोटिस गर्दैन, धेरै राम्रो काम गर्यो अझ बढी काम थमाइन्छ। त्यसैले नो कन्ट्रोल नो मोटिभेसन। तेस्रो एलिमेन्ट भ्याल्यु। सपोज तपाईँ जुन काम गर्दै हुनुहुन्छ त्यो तपाईँको लागि कति भ्यालुएबल छ, तपाईँलाई त्यसबाट के फाइदा चाहिएको छ, त्यसबाट आउने रिवार्डले तपाईँलाई कति खुसी बनाउँछ र यदि बनाउँदैन भने त्यो काम किन गर्नुहुन्छ? भ्याल्यु नभए कुनै पनि काम गर्न कसैलाई पनि मोटिभेसन आउँदैन। फर इक्जाम्पल, कल्पना गर्नुहोस् तपाईँ बिहानै 5 बजे उठेर जिम जानुहुन्छ तर तपाईँलाई फिट हुनका खासै मतलब छैन, शरीर बनाउनुको खासै लक्ष्य छैन भने त्यो उठ्नै गाह्रो लाग्छ किनभने त्यो कामको लागि कुनै भ्याल्यु नै राख्दैन। तर यदि तपाईँलाई थाहा छ कि तपाईँको हेल्थ बिग्रिँदैछ, तपाईँको आत्मविश्वास कम हुँदैछ र तपाईँ फिट भएर आत्मविश्वास बढाउन चाहनुहुन्छ भने त्यो जिम जान्नु मूल्यवान हुन्छ र त्यो काम अब तपाईँको लागि महत्त्वपूर्ण हुन्छ र त्यसैले नै मोटिभेसन दिन्छ। चौथो, रिलेटेडनेस। हामी सबै मोटिभेसनल समूहको हिस्सा बन्न चाहन्छौँ। इमेजिन गर्नुहोस्, आन्तरिक इच्छा हुन्छ जब हामी उद्यमी, मेन्टर्स, गरिबबाट धनी बनेका एथलिट्स वा लिडरहरूको कथा सुन्छौँ। हामीलाई लाग्छ म पनि यस्तो बन्न सक्छु होला। धेरै मानिसहरू यस्ता पनि हुन्छन् जो धनी व्यक्ति बन्न चाहँदैनन्, तिनीहरू त त्यस्तो जीवन चाहन्छन् जहाँ पैसा नहोस्, चिन्ता नहोस् र सानादेखि हेर्दै आएका सपनाहरू पुरा गर्न सकौँ। यही भावना नै हो जसले हामीलाई मोटिभेसन दिन्छ। यी 4वटा एलिमेन्ट्स सबै काममा युज गर्नुपर्छ पावरफुल मोटिभेसन पाउनका लागि। अब कुरा गरौँ मोटिभेसन कहाँबाट आउँछ त? मोटिभेसनका 2 स्रोत हुन्छन्, इन्टर्नल मोटिभेसन र एक्सटर्नल मोटिभेसन। कुरा गरौँ एक्सटर्नल मोटिभेसनको। एक्सटर्नल मोटिभेसन भनेको बाहिरी मोटिभेसन त्यस्तो स्थिति हो जब तपाईँ दबावमा बाँचिरहनु भएको हुन्छ, जब जीवनले ठुलो धक्का दिन्छ, जस्तै तपाईँलाई कसैले होच्याएर भन्छ तैँले केही गर्न सक्दैनस्, तपाईँको आर्थिक अवस्था कमजोर हुन्छ र तपाईँलाई लाग्छ अब यति भएर मात्र हुँदैन। अप्ठ्यारो समयले तपाईँलाई झस्काउँछ अनि तपाईँलाई भित्रैबाट रिस उठ्छ अनि भन्नुहुन्छ अब म केही गरेर देखाउँछु। त्यसै बेला तपाईँ आफैसँग भन्नुहुन्छ अब धेरै भयो, अब म यो सबलाई बदल्छु, चेन्ज गर्छु। त्यो एङ्गर, पेन, फ्रस्ट्रेसनलाई इनर्जीमा बदल्ने प्रक्रिया नै बाहिरी मोटिभेसन हो। त्यसै गरी इन्टर्नल मोटिभेसन यो तपाईँबाटै आउँछ, कसैले दबाब दिएको हुँदैन, आदेश दिएको हुँदैन, तपाईँ आफै भन्नुहुन्छ अब म केही राम्रो गर्छु। यसको प्लस पोइन्ट लामो समय टिक्छ, माइनस पोइन्ट चाहिँ यो आउन गाह्रो हुन्छ किनकि आफ्नै लागि काम गर्नुपर्छ र हामी धेरै जसो आफ्नो लागि अल्छी हुन्छौँ, काम गर्न मान्दैनौँ। घरमै काम गर्दै हुनुहुन्छ भने इमान्दारीका साथ भन्नुहोस् अहिलेसम्म हिजो लगाएको कपडैमै हुनुहुन्छ नि, कसैले देख्दैन भने प्रयास किन गर्ने र गर्ने इच्छा शक्ति पनि आउँदैन। त्यसैले आफैलाई भन्नु आवश्यक छ म यसलाई किन गर्दैछु, म यो पक्कै पनि होइन, म यो भन्दा राम्रो भर्जन हो। यो सोच्न चाहिँ गाह्रो हुन्छ तर मोटिभेसनको पावर चाहिएको छ भने फेस चाहिँ गर्नै पर्छ। अब मुख्य कुरा सबैलाई थाहा हुन्छ पहिलो स्टेप सबैभन्दा गाह्रो हुन्छ भनेर, तर पर्फेक्ट टाइम पर्खने हो भने त्यो चाहिँ कहिल्यै आउँदैन। हामी हाम्रो कम्फोर्ट जोनमा अल्झिएका हुन्छौँ, हामी हाम्रा बानीहरूको नोकर हुन्छौँ। नयाँ सुरु गर्नु गाह्रो लाग्छ, इभन इट इज बेटर।
त्यही भएर मानिसहरू टक्सिक रिलेसनसिप वा खराब जागिरबाट निस्कने प्रयास पनि गर्दैनन्। हाम्रो भित्र सधैँ यो बहाना चलि नै रहेको हुन्छ। नराम्रो वर्क कल्चरमा फँसेका हुन्छौँ तर माइन्डलाई त्यति पनि नराम्रो छैन भनिरहेका हुन्छौँ। पार्टनर टक्सिक छ तर पनि सबै सधैँ ठिकै छ, चलिरहेकै छ भनिरहेका हुन्छौँ। अब यसको उपाय के हो? विल पावर प्लस थोरै पियर प्रेसर। तपाईँ आफ्ना साथीहरूलाई हेर्नुहोस्, कसैले केही राम्रो गरिरहेकै हुन्छ र उसलाई भन्नुहोस् म पनि यो गर्न चाहन्छु, कसरी गर्ने? तर फर्स्ट स्टेप चाहिँ गाह्रो फिल हुँदैछ, मलाई पनि यो काम सिकाऊ, सपोर्ट गर। यसो गर्दा साथीहरूले पनि सहयोग गर्छन्। अरूलाई भन्न सक्ने विल पावर चाहिँ चाहिन्छ। विल पावर तपाईँको पर्सनल गेम हो। केही कुरा अरूसँग सिक्दा आफू सानो भने भइँदैन। र फाइनल ज्ञानको कुरा, जीवन चलिरहन्छ र सबै कुरा तपाईँको अनुसार हुँदैन। एउटा गल्तीले सबै प्रगति सकिँदैन। यो कहिले नसोच्नुहोस् कि तपाईँ केवल 3 महिनाको मोटिभेसनमा काम गर्दै हुनुहुन्छ। सोच्नुहोस् यो मेरो नयाँ पहिचान हो। त्यसै गरी पुराना बानीमा फर्किनु भयो भने पनि तनाव नलिनुहोस्। तपाईँलाई प्रोसेस थाहा छ, फेरि सुरु गर्न सक्नुहुन्छ। लास्टमा भन्न पर्दा मोटिभेसन बनाउनु र टिकाउनु एकदमै पावरफुल कुरा हो। यहाँसम्म भिडियो हेर्नु भएको छ भने कमेन्टमा लेख्नुहोस् यस आई क्यान एन्ड आई विल। भिडियोलाई लाइक गर्नुहोस् र सबै साथीहरूसँग सेयर गर्नुहोस्। धन्यवाद।